ढुक्क लाज लागेन तिमीहरूलाई अझ हेर त पोर्चुगल गरेको यही तरिकाले उठाउँछौ तिमीहरूले वर्ल्ड कप अनि त रोनाल्डो के भएको बाबु त अनि तँलाई त मैले विश्वास माने त्यस्तै स्ट्राइकर खेलाइरहेको छ नदो गुरेश बाबु स्टामिना छैन 41 वर्षको भइसक्यो अब स्टामिना छैन नदो गुरेश बाबु बल आउँछ स्वाट 4-5 गोल हाल्नेस् भनेको यही हो यो तरिका हुन्छ यस्तो मैले त तेरो बहुत गुस्सा मानेको 41 वर्षको बड्डो तैँले त इतिहास रच्या होइनस् र इतिहास रची हेर त यो जर्सीमा एक तारा लगाउला भने तेरै आसमा खेलाएको थियो हेर त बड्डो मासाला बड्डो यो पुट्केबाट केही सिके तँ कहिले देश सुनेको थिएस् DR कङ्गो गरेर अहिलेसम्म देश सुनेको थिएस् पोर्चुगल त सबले सुनेको थियो अनि यो पुट्केले राम्रो क्याप्टेन बनाएर छु यो पुट्केलाई अगाडि हेर कसरी निकालिदिरहेको थियो बल के सकिस् 2 बल बिचका के आश लागेको थियो मलाई अनि यो पातला पनि खेलिरहेको थियो राम्रो खेलिरहेको थियो यो पनि खेलिरहेको थियो अनि यो बाबुले यति धेरै बल निकालिदिरहेको थियो यति धेरै बल निकालिदियो यो पुट्केको कसैले आश माने थियो अब यसलाई मैले यत्रो खेलाएँ अगाडि खेलाएँ क्याप्टेन बनाएँ अब यसलाई क्याप्टेन बनाउने त आफै भने के गर्ने यसलाई कोच सर यसलाई त क्याप्टेन बनाउने हैन अगाडि पनि खेलाउने हैन यसलाई त ब्याकी खेलाउने हो ब्याकी खेलाउनु त अगाडि खेल्छस् म अगाडि क्याप्टेन पनि म बन्छु ल क्याप्टेन पनि तपाईले यो पनि राम्रो मान्छ बिचाराले यसले हेर एउटा बाइसाइकलमा त हानेको थियो त अफसाइड भइहाल्यो अनि हेर ब्याकी यति राम्रो टाइट गरेको थियो ब्याकीले यस्तो राम्रो थियो अनि यो के भएको थियो रिटायर लगाव अर्को चोटि कति 2026-30 मा आइस भनेपछि तेरो मैले तिमीले ह्याट्रिक हानेको छ एक ह्याट्रिक हानिसक्यो स्टार्टिङमै हाम्रो लाज भएन तिमीलाई त क्वार्टर फाइनलमा हान्छ त्यसले लाज हेर त यो जर्सीको अपमान मासला हुन्छ नि थाहा हुन्छ त्यत्रो चना अन्डा खुवाए केही न केही गर्ला नि मेरो त लाचेको थियो ह्याट्रिक हान्दा छ एउटा मुलाले त्यो फुट्केले ह्याट्रिक हान्ने तेरो यत्रो हाइट भएको टक्क जमसम लग्ने 22-23 हान्ने अब यति त लास्ट वर्ल्ड कप होइन उमेर त बड्डो भइसक्यो त अब तिमी आएर त्यत्रो चना अन्डा खुवाए झोला बोक हिँड गर अब कमब्याक राम्रो खेल्छु कि राम्रो अब एकदम हान्छु कि अब दिमाग खराब सरी के कोच साँझ स्टार्टै चालेको एउटा कमब्याक राम्रो हुन्छ भने हिँड अहिले